गर्ने सी परीक्षामा हामीले अस्तिको नतिजा प्रकाशनमा कक्षा 1 देखि 9 कक्षासम्म हामीले पुरस्कार वितरण गरेका थियौं र 11 र 12 सी 10 को सी कक्षा 11 कक्षा 12 तीव्र क्लासको पुरस्कार बाँड्न बाँकी थियो किनभने नतिजा आएको छैन। 11 को परीक्षा भएको छैन, 12 को नतिजा आएको छैन, सी को नतिजा भर्खर आयो। त्यसैले सो क्लासमा प्रथम द्वितीय र तृतीय हुने भाइ बहिनीको नाम उच्चारण गर्न चाहन्छु र पुरस्कार लिनलाई अनुरोध गर्दछु। प्रशान्त रावल तृतीय स्थान हासिल गरेका छन् कक्षा 10 मा सी परीक्षामा। प्रशान्त रावल उहाँलाई हामी सबैको तर्फबाट हार्दिक धन्यवाद बधाई छ। करुणा बुढा द्वितीय स्थान हासिल गरेका छन्। करुणा बुढा उहाँलाई पनि हार्दिक बधाई छ। त्यस्तै गरी प्रथम स्थान हासिल गर्ने हिना बिकालाई पुरस्कार हामीले त्यो अक्षय कोषबाट अस्ति हामीले जसरी वितरण गरेका थियौं त्यही रकम हो। हामीले अरु कक्षामा पनि 3100 रुपैयाँ बाँडेका थियौं। त्यही चाहिँ सी परीक्षामा प्रथम स्थान हासिल गर्ने हिना बिक उनी भलिबलको खेलाडी पनि हुन्। साह्रै इमानदार र पढाइमा अव्वल स्थान हासिल गर्ने हिना बिक लाई हामी विद्यालयको तर्फबाट र हामी विद्यार्थी सबैको तर्फबाट हार्दिक बधाई छ र उहाँलाई कक्षा 11, 12 र उच्च शिक्षाको शुभकामना व्यक्त गर्न चाहन्छौं। धन्यवाद छ।